यही पुस 12 गतेबाट 33औं त्रिवेणी कपको आयोजना हुँदैछ र त्यसको तयारीको लागि चाहिँ अहिले यो अस्थायी रूपमा प्याराफिट निर्माण गर्ने, त्यस्तै गरी ग्राउन्डहरू सम्याउने, सरसफाई गर्ने लगायतका कार्यहरू चाहिँ भइरहेको छ। स्टेजहरू बनाउने कामहरू चाहिँ यहाँ भइरहेको देख्न सकिन्छ। र यो वर्षको त्रिवेणी कपमा चाहिँ 16वटा टिमहरू सहभागी हुने आयोजकले हामीलाई जानकारी गराएको छ। आयोजक रहेको छ त्रिवेणी युवा क्लब बेसीसार लमजुङ। फुटबलको आयोजना गर्दा गर्दै त्रिवेणी युवा क्लब लमजुङ यो खेल समय अवधिभरको लागि भनेर अस्थायी शौचालयको निर्माण गरेको छ। हामीले यसअघि यो फुटबल ग्राउन्डमा एउटा स्थायी रूपमा शौचालय हुन सकेन भनेर रिपोर्टिङ गरेका थियौँ। त्रिवेणी कपको लागि चाहिँ यसरी तयारी भइरहेको छ।